नेपालको राजनीति र स्थानीय नेतृत्वको सामान्य फेरि एकपटक स्पष्ट देखिने घटना आजको मुख्य चर्चा बनेको छ। सुदन गुरुङले महेश बस्नेत र ओलीलाई आफ्नो गाउँ भ्रमण गराएका छन्। तर यस भ्रमणको अर्थ केवल पर्यटन मात्र होइन। गुरुङले गाउँ देखाउँदै गर्दा केवल भौगोलिक दृश्य मात्र देखाएनन्, गाउँको विकास, समस्याहरू र सामुदायिक अवस्थाको वास्तविकता पनि उजागर गरे। राजनीतिक रूपमा महत्त्वपूर्ण कदम हो। सिर्फ सत्ता र पदका लागि होइन, जनताको जीवन र गाउँको अवस्था बुझ्न नेताहरूले कहिलेकाहीँ स्थानीय स्तरमा आउनुपर्छ भन्ने सन्देश यो भ्रमणले दिएको छ। साथै गुरुङको रणनीति पनि यहाँ देखा पर्यो। सांकेतिक रूपमा उनले स्थानीय नेताहरूलाई सिकाउन खोजे देशका हरेक गाउँको अवस्था बुझ्न आवश्यक छ। यो केवल भ्रमण होइन, राजनीतिक चेतना र नेतृत्वको जिम्मेवारीको पाठ पनि हो। यो भ्रमणपछि महेश बस्नेत र ओलीको के प्रतिक्रिया आउँछ त्यो भने हेर्न बाँकी नै छ। गुरुङको यो कदमले राजनीतिक चर्चा कति तातेको छ। राजनीतिक विश्लेषकहरू भन्छन् सुदन गुरुङले जनतालाई मात्र होइन, राजनीतिक नेतृत्वलाई पनि सचेत गराएको छ। संक्षेपमा भन्नुपर्दा यो भ्रमणले देखाउँछ नेतृत्व केवल पद र शक्ति मात्र होइन, स्थानीय समस्या बुझ्ने, विकासका चुनौतीहरू अनुभव गर्ने र जनतालाई केन्द्रमा राख्ने क्षमता आवश्यक छ। नेपालको राजनीति अब केवल घोषणामा होइन, वास्तविक कार्य र गाउँ जनताको अवस्था बुझ्नमा पनि परिचित भइरहेको छ। दर्शकहरूले हेर्न बाँकी छ महेश बस्नेत र ओलीले यस सन्देशलाई कसरी ग्रहण गर्छन् र आगामी राजनीतिक कदम कस्तो रहनेछ यो भनी हामीले हेर्न बाँकी नै छ। तपाईको केही प्रतिक्रिया छ भने अवश्य दिनुहोला। नेपालको राजनीति र स्थानीय नेतृत्वको सामान्य फेरि एकपटक स्पष्ट देखिने घटना आजको मुख्य चर्चा बनेको छ। सुदन गुरुङले महेश बस्नेत र ओलीलाई आफ्नो गाउँ भ्रमण गराएका छन्। तर यस भ्रमणको अर्थ केवल पर्यटन मात्र होइन। गुरुङले गाउँ देखाउँदै गर्दा केवल भौगोलिक दृश्य मात्र देखाएनन्, गाउँको विकास, समस्याहरू र सामुदायिक अवस्थाको वास्तविकता पनि उजागर गरे। राजनीतिक रूपमा महत्त्वपूर्ण कदम हो। सिर्फ सत्ता र पदका लागि होइन, जनताको जीवन र गाउँको अवस्था बुझ्न नेताहरूले कहिलेकाहीँ स्थानीय स्तरमा आउनुपर्छ भन्ने सन्देश यो भ्रमणले दिएको छ। साथै गुरुङको रणनीति पनि यहाँ देखा पर्यो। सांकेतिक रूपमा उनले स्थानीय नेताहरूलाई सिकाउन खोजे देशका हरेक गाउँको अवस्था बुझ्न आवश्यक छ। यो केवल भ्रमण होइन, राजनीतिक चेतना र नेतृत्वको जिम्मेवारीको पाठ पनि हो। यो भ्रमणपछि महेश बस्नेत र ओलीको के प्रतिक्रिया आउँछ त्यो भने हेर्न बाँकी नै छ। गुरुङको यो कदमले राजनीतिक चर्चा कति तातेको छ। राजनीतिक विश्लेषकहरू भन्छन् सुदन गुरुङले जनतालाई मात्र होइन, राजनीतिक नेतृत्वलाई पनि सचेत गराएको छ। संक्षेपमा भन्नुपर्दा यो भ्रमणले देखाउँछ नेतृत्व केवल पद र शक्ति मात्र होइन, स्थानीय समस्या बुझ्ने, विकासका चुनौतीहरू अनुभव गर्ने र जनतालाई केन्द्रमा राख्ने क्षमता आवश्यक छ। नेपालको राजनीति अब केवल घोषणामा होइन, वास्तविक कार्य र गाउँ जनताको अवस्था बुझ्नमा पनि परिचित भइरहेको छ। दर्शकहरूले हेर्न बाँकी छ महेश बस्नेत र ओलीले यस सन्देशलाई कसरी ग्रहण गर्छन् र आगामी राजनीतिक कदम कस्तो रहनेछ यो भनी हामीले हेर्न बाँकी नै छ। तपाईको केही प्रतिक्रिया छ भने अवश्य दिनुहोला। नेपालको राजनीति र स्थानीय नेतृत्वको सामान्य फेरि एकपटक स्पष्ट देखिने घटना आजको मुख्य चर्चा बनेको छ। सुदन गुरुङले महेश बस्नेत र ओलीलाई आफ्नो गाउँ भ्रमण गराएका छन्। तर यस भ्रमणको अर्थ केवल पर्यटन मात्र होइन। गुरुङले गाउँ देखाउँदै गर्दा केवल भौगोलिक दृश्य मात्र देखाएनन्, गाउँको विकास, समस्याहरू र सामुदायिक अवस्थाको वास्तविकता पनि उजागर गरे। राजनीतिक रूपमा महत्त्वपूर्ण कदम हो। सिर्फ सत्ता र पदका लागि होइन, जनताको जीवन र गाउँको अवस्था बुझ्न नेताहरूले कहिलेकाहीँ स्थानीय स्तरमा आउनुपर्छ भन्ने सन्देश यो भ्रमणले दिएको छ। साथै गुरुङको रणनीति पनि यहाँ देखा पर्यो। सांकेतिक रूपमा उनले स्थानीय नेताहरूलाई सिकाउन खोजे देशका हरेक गाउँको अवस्था बुझ्न आवश्यक छ। यो केवल भ्रमण होइन, राजनीतिक चेतना र नेतृत्वको जिम्मेवारीको पाठ पनि हो। यो भ्रमणपछि महेश बस्नेत र ओलीको के प्रतिक्रिया आउँछ त्यो भने हेर्न बाँकी नै छ। गुरुङको यो कदमले राजनीतिक चर्चा कति तातेको छ। राजनीतिक विश्लेषकहरू भन्छन् सुदन गुरुङले जनतालाई मात्र होइन, राजनीतिक नेतृत्वलाई पनि सचेत गराएको छ। संक्षेपमा भन्नुपर्दा यो भ्रमणले देखाउँछ नेतृत्व केवल पद र शक्ति मात्र होइन, स्थानीय समस्या बुझ्ने, विकासका चुनौतीहरू अनुभव गर्ने र जनतालाई केन्द्रमा राख्ने क्षमता आवश्यक छ।
नेपालको राजनीति अब केवल घोषणामा होइन, वास्तविक कार्य र गाउँ जनताको अवस्था बुझ्नमा पनि परिचित भइरहेको छ। दर्शकहरूले हेर्न बाँकी छ महेश बस्नेत र ओलीले यस सन्देशलाई कसरी ग्रहण गर्छन् र आगामी राजनीतिक कदम कस्तो रहनेछ यो भनी हामीले हेर्न बाँकी नै छ। तपाईको केही प्रतिक्रिया छ भने अवश्य दिनुहोला। नेपालको राजनीति र स्थानीय नेतृत्वको सामान्य फेरि एकपटक स्पष्ट देखिने घटना आजको मुख्य चर्चा बनेको छ। सुदन गुरुङले महेश बस्नेत र ओलीलाई आफ्नो गाउँ भ्रमण गराएका छन्, तर यस भ्रमणको अर्थ केवल पर्यटन मात्र होइन। गुरुङले गाउँ देखाउँदै गर्दा केवल भौगोलिक दृश्य मात्र देखाएनन्, गाउँको विकास, समस्याहरू र सामुदायिक अवस्थाको वास्तविकता पनि उजागर गरे। राजनीतिक रूपमा महत्त्वपूर्ण कदम हो, सिर्फ सत्ता र पदका लागि होइन, जनताको जीवन र गाउँको अवस्था बुझ्न नेताहरूले कहिलेकाहीँ स्थानीय स्तरमा आउनुपर्छ भन्ने सन्देश यो भ्रमणले दिएको छ। साथै गुरुङको रणनीति पनि यहाँ देखा पर्यो। सांकेतिक रूपमा उनले स्थानीय नेताहरूलाई सिकाउन खोजे देशका हरेक गाउँको अवस्था बुझ्न आवश्यक छ। यो केवल भ्रमण होइन, राजनीतिक चेतना र नेतृत्वको जिम्मेवारीको पाठ पनि हो। यो भ्रमणपछि महेश बस्नेत र ओलीको के प्रतिक्रिया आउँछ त्यो भने हेर्न बाँकी नै छ। गुरुङको यो कदमले राजनीतिक चर्चा कति तातेको छ। राजनीतिक विश्लेषकहरू भन्छन् सुदन गुरुङले जनतालाई मात्र होइन, राजनीतिक नेतृत्वलाई पनि सचेत गराएको छ। संक्षेपमा भन्नुपर्दा यो भ्रमणले देखाउँछ नेतृत्व केवल पद र शक्ति मात्र होइन, स्थानीय समस्या बुझ्ने, विकासका चुनौतीहरू अनुभव गर्ने र जनतालाई केन्द्रमा राख्ने क्षमता आवश्यक छ। नेपालको राजनीति अब केवल घोषणामा होइन, वास्तविक कार्य र गाउँ जनताको अवस्था बुझ्नमा पनि परिचित भइरहेको छ। दर्शकहरूले हेर्न बाँकी छ महेश बस्नेत र ओलीले यस सन्देशलाई कसरी ग्रहण गर्छन् र आगामी राजनीतिक कदम कस्तो रहनेछ यो भनी हामीले हेर्न बाँकी नै छ। तपाईको केही प्रतिक्रिया छ भने अवश्य दिनुहोला।